Hello everyone, welcome to my new mini vlog. I hope you all are fine. अनि म पनि सन्चै छु हैन। यो चाहिँ मैले युट्युबको लागि भ्लग बनाऊँ कि भनेर सोच्दै गरेको। अनि अघि चाहिँ मैले गाई धोएँ हैन। अब चाहिँ के काम छ भने खोले तताएर दिनुपर्ने हैन। यहाँ चाहिँ तताइरहेको छु। अनि बाख्राको लागि खोले बसाउनु पर्ने छ। गाई र बाख्रालाई एउटै खोले दिनुहुन्थ्यो, तर गाईलाई चाहिँ अलिक ठुल्ठुलो काटेर दिन्छु अनि बाख्रालाई चाहिँ अलिक सानो दिन्छु, किनभने बाख्राको मुख त सानो हुन्छ हैन। त्यही भएर म चाहिँ यहाँ खोले काट्नु आँटेको। अनि आज चाहिँ शनिबार हैन। अब तपाईँहरूको चाहिँ के प्लान, कता घुम्नु जाने, नुहाई धुवाई गर्ने के होला हैन। मेरो चाहिँ घरकै काम गरेर बित्छ हैन। कहिलेकाहीँ चाहिँ हैन, म चाहिँ मेरो भिडियो हेरेर भ्लग हेरेर म आफै हाँसिराखेको हुन्छु क्या। कस्तो खत्तम भिडियो चाहिँ बनाइराखेको हुन्छु अनि मान्छेहरूले लाइक पनि कसरी गर्छ होला है भनेर सोचिराखेको हुन्छु हैन। तर केही छैन, अब प्र्याक्टिस गर्दैछु। एक दिन त अलिक राम्रो हैन बनाउने त हुन्छु होला नि भन्ने आशा छ। म चाहिँ बिहान चाहिँ अलिक ढिलो उठ्छु क्या। अब चिसो हुन्छ अनि अल्छी लाग्छ हैन। उठेर गाई धन्दाहरू वस्तु धन्दाहरू गर्नुपर्ने हुन्छ नि त। कलेज जाने टाइममा भने चाहिँ 4:30 बजी उठ्यो, रेडी भयो अनि 5 बजीतिर हिँड्यो हैन। अनि उता 5:30 बजीदेखिको क्लास लिनुपर्ने हुन्छ। तर अहिले चाहिँ क्या, अहिले 9 बजी 9 साढे 9तिर गाईलाई कुन्डो दिँदैछु तताएर। गाई धन्दा गरेँ, गोबर सोबर सोहोरेँ हैन, घसौटाहरू सोहोरेँ, बाख्रा निकालेँ। अनि बाख्राको लागि खोले काटेँ। अब बसाउनु पर्ने अनि मान्छेको लागि नि खाना बसाउनु पर्ने हैन। के गर्दा ढिलो भइहाल्छ हैन। अलिक म चाहिँ 12 ढिली छु हैन। त्यो भन्छ नि मगर ढिली भन्छ, म चाहिँ मगरको घरमा जन्मिनु पर्ने हो, अलिक उल्टो भयो होला हैन। मैले चाहिँ भित्र कोइलामा खाना बसाएँ हैन। अनि अहिले चाहिँ म चाहिँ कोमाको लुगाहरू धोइदिएँ भन्नुभएको थियो। कोमा चाहिँ इन्डिया टुरमा हुनुहुन्छ नि त। त्यही भएर मैले चाहिँ कोमाको लुगाहरू धोइदिँदै गरेको। अनि मेरो पनि थियो, एक दुईवटा मेरो पनि धोएँ। अनि म चाहिँ कोमाको लुगा धुँदैछु हैन। चिप्टे डह्रो लागेको छ, तर के गर्नु, उठै ढिलो भयो अनि काम गरे पनि ढिलो हैन। अझै घाँस काट्नुपर्ने, गाई खोले काट्नुपर्ने, बाख्रा घाँस काट्नुपर्ने, के काम चाहिँ थुप्रै छ हैन। त्यो म चाहिँ बिस्तारै काम गर्दैछु हैन। मरेर लानु के छ र, किन हतार गर्नु भनेर म चाहिँ बिस्तारै काम गरिरहेको छु। मेरो चाहिँ खाना फाइनली पाकिसक्यो। यहाँ कराईमा चाहिँ सब्जी छ अनि यहाँ चाहिँ मेरो अचार छ हैन। अचार चाहिँ मैले टमाटरको पिसेको। अनि यहाँ चाहिँ मेरो बिरालो छ हैन। सिद्रा खाने नानी, सिद्रा खाने यता आइज। फाइनली म चाहिँ हैन इस्कुसको झागामा पसेको छु। त्यो चाहिँ हाम्रो घर अनि यो चाहिँ हाम्रो गाई गोठ हैन, देख्न सक्नुहुन्छ। अनि त्यहाँ चाहिँ मेरो बाख्रा छ। अनि यो चाहिँ हाम्रो गाउँको भ्यू हैन, देख्न सक्नुहुन्छ। यहाँ माथितिर पनि गाउँघर छ। अनि अहिले चाहिँ घाम लागिरहेछ हैन। यो चाहिँ हाम्रो गाउँको भ्यू है। यस्तै छ, रमाइलो घमाइलो। रवि बजार त के भन्नु, मुडे गाउँ। अनि यहाँ चाहिँ म छु हैन। म चाहिँ को झागा टिप्नु पसेको, तान्नु। अब तान्नु पर्ने हुन्छ। मैले चाहिँ इस्कुसेको झागा हैन। म अहिले एकछिनमा भिडियो बनाउँछु होला। अहिले चाहिँ झागा तान्दै चाहिँ बनाउँदिनँ हैन, अलिक अप्ठ्यारो हुन्छ। अनि एउटा कुरा चाहिँ के हो भने नि हैन, म चाहिँ यहाँ बस्दा एउटा कुरा याद आयो क्या। त्यो भ्लगमा थम्बनेल टाइटल लाउने केही हुन्छ नि हैन, मलाई चाहिँ आउँदैन। यदि तपाईँहरू कसैलाई आउँछ भने हैन, तपाईँहरूले भ्लग बनाउनुहुन्छ भने चाहिँ प्लिज मलाई सिकाउनु होला हैन। मैले चाहिँ जानिनँ क्या कसरी थम्बनेल लाउने, टाइटल लाउने भनेर थाहा भएन। सो प्लिज सिकाउनु होला मलाई हैन। म तपाईँहरूलाई धन्यवाद भन्छु। त्योभन्दा त खासै केही गर्न सक्दिनँ हैन। अब मैले आफूले सकेको सपोर्ट चाहिँ म पनि तपाईँहरूलाई गर्नेछु। म चाहिँ फाइनल्ली उयो इस्कुसेको झालबाट चाहिँ झरेँ हैन। कस्तो डर लागिरहेको थियो क्या, मकिएको छ नि त एक दुईवटा। अनि भाँचिएर जुडिएर झरियो भने त तल त एक दुईवटा, तल झर्दा त एक दुईवटा हड्डी त चर्किन्छ नि त। अनि मैले चाहिँ यति झारेको छु होइन, उता पर छ त्यति चाहिँ झारेको छु। अब चाहिँ म चाहिँ भ्लग बनाउँदिनँ, किनभने यो फोन हेरिबस्नुले धेरै ढिलो हुन्छ क्या राति। अनि अझै काम छ थुप्रै, घाँसहरू काट्नुपर्ने होइन, खोले अब बसाउँछु। अनि त्यस पछाडि बाख्रालाई अनि सुथरहरू पनि ल्याउनु पर्ने होइन, भरे गाईहरू धुनुपर्छ। अनि त्यही भएर अलिक ल्याउँदिनँ। त्यही भएर आजको भ्लग चाहिँ यति नै होइन, लङ भ्लग बनाउनु खोजेको, धेरै लामो त बनाउन सकिनँ होइन। अब चाहिँ म भ्लग बनाउँदिनँ। अनि त्यहाँदेखि त्यही अब थ्याङ्क यू फर वाचिङ होइन। लाइक कमेन्ट गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला होइन। अनि त्यहाँदेखि त्यही हो।
तपाईँलाई थम्बनेल राख्न आउँछ भने चाहिँ मलाई सिकाउनु होला होइन, मलाई चाहिँ त्यो चाहिँ आएन। थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइज।